नेपालीहरूले के बुझ्नुपर्छ भने रोहिङ्ग्या भित्र्याउने संस्था ब्राक हो, ब्राकको मेम्बर होइन भनेर नि सुदनजीले भनिदिनुहोस् त। हैन, जातीय दंगा फसाउने काम त बालेन सरकारले गरेको हो नि, हामीले गरेको होइन। र वन सम्पदा सूचीमा रहेका चिजहरूमा आगो लगाएर खरानी बनाएर आएकालाई आज देश सीमा लगाए नेपाली जनताले, त्यो पनि मानियो। तर आज आएर रोहिङ्ग्या भित्र्याउने संस्थाको जुन ब्राक भन्ने संस्था छ, रोहिङ्ग्याहरूलाई पालन पोषण गर्छ, रोहिङ्ग्या भन्नेलाई मुसलमानहरूलाई, नेपाली मुसलमानहरूले गरे होइन, यो रोहिङ्ग्या मुसलमानहरूलाई पालन पोषण गरेर भारत र नेपालमा भित्र्याउने जुन संस्था छ ब्राक भन्ने संस्था, त्यसको मेम्बर आजको हाम्रो गृह मन्त्री हुनुहुन्छ। हामीले लु आरोप लगायौं, प्रमाण देखायौं, तपाईले होइन भनेर पुष्टि गर्नुहोस् न। हामीलाई थुन्नुभन्दा, मेरो भनाइ के हो, हामीलाई थुन्नुभन्दा गृह मन्त्रीज्यू तपाईले पुष्टि गर्नुहोस्, तपाईले पुष्टि गर्नुहोस्, भइहाल्यो नि। र म आसिफ झालाई पनि भन्छु, तपाईले जुन चतुर्वेदी एआइजी लाई प्रयोग गरेर जुन मलाई थुनाउने काम गर्नुभयो रातारात, तपाईलाई भलो हुन्छ हुँदैन मलाई थाहा छैन, तर तपाईहरुको पनि दाउद इब्राहिमको सञ्जाल, आईएसआई को सञ्जाल छ नि, सिधै हामी च्याच्छौं। त्यसले गर्दाखेरि मैले अघि भने दुर्गा परसाई झुक्दैन, दुर्गा परसाई बरु चुनिन्छ, झुक्दैन। सत्य कुरा तपाईले हामीलाई पक्रिनु भन्दा। र 79 साल फागुन 1 गते राजाको हातबाट पानसमा दियो बालेर जुन हामीले उठाएर ल्याएको कुरा थियो, र हामीले प्रधानमन्त्री सुशीला कार्कीसँग किरात बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्यको कुरालाई अघि बढाएका थियौं र क्याबिनेटबाट पास भएको थियो। त्यो कुरालाई अघि बढाउने भनेर हैन, तपाईले हामीसँग वार्ता गर्नु पर्थ्यो नि, किन गर्नु भएन? र सबै आफ्नै नक्कली मान्छे खडा गरेर, राजसभाका भोटरहरुले खडा गरेर अनि हिन्दू संगठन बनाएर, हिन्दूवादी बनाएर तपाईले जुन नक्कली काम गर्नुभयो, त्यसमा हामीलाई चित्त बुझेको छैन। र हामीले मधेसको आन्दोलनमा हामीले एउटा पनि स्ट्याटस नराम्रो लेखेको छ भने हाम्रो स्ट्याटस हेर्दा भइहाल्यो नि। हामीले मधेसमा जातीय दंगा फसाउने काम हामीले गरे, सरकारको आलोचना गर्न पाउने मान्छेको लोकतन्त्रमा अधिकार हो। लोकतन्त्र भनेको विचारको बजार है, फेरि त्यो भन्छु म। मेरो कुरा त्यति हो, अरु कुरा केही पनि छैन। र तपाईहरुले मलाई जतिपल्ट थुन्नुहुन्छ थुन्नुहोस्। सत्य भनेको जेलमै जन्मेको थियो, भगवान कृष्ण पनि जेलमै जन्मेका थिए, दुर्गा परसाई पनि सत्य हो, जेलमै जन्मेको छ। यति कुरा पटक पटक म झुनिन तयार छु, म मर्न तयार छु। र मैले भने अघि पनि, उ त्यहाँ दशरथ शहीद दशरथ चन्द्र र धर्मभक्त माथिमा सुग्रा शास्त्रीलाई झुनियाको त्यो तल खरीको बोर्ड छ, तल सिफल र त्यो टेकुमा त्यहाँ लगेर झुन्याउ, तर दुर्गा परसाई बोल्न छोड्दै।